हेलो साथीहरू, नमस्कार नमस्कार। आराम हुनुहुन्छ होला होइन? सबजना ड्युटी जानु भइसक्यो होला है। अब म नि रेडी हुँदैछु ड्युटी जानको लागि। यसो भर्खर बिहान यसो खोलेको त 900 जनाले पार गर्न सक्नुभएछ ल है। अझै अझै प्रयास गर्नुहोस् है साथीहरू। एकदम एकदम मैले चाहिँ अलि समयको व्यस्तताको कारणले गर्दा अलिकति समय दिन सकेको छैन, तर गर्न त गरिरहेको छु। अझै 6-7 जना भइसकेको छ, गरे सिकाइरहेको छु। अझै नै अझै प्रयास जारी गरिरहेको छु। हजुरहरू पनि गराउनु होला, भन्नु होला, नजानेकोलाई सिकाउनु होला होइन। यो हामी सबै नेपालीको अभियान हो, साझा अभियान हो होइन, कसैको लागि होइन। त्यही भएर होस्टेलमा हैसै गर्नु होला। हजुरले पनि एउटा इँटा थप्नु भयो भने यसमा धेरै महत्त्वपूर्ण हुन्छ यो साथीहरू। तपाईँ इन्डिया जाँदाखेरि कति खर्च भएको छ नि, त्यसको लागि त्यो अहिलेको लागि होइन, भविष्यको लागि सोच्नु होला क्या। यो भनेको चाहिँ अहिले अब छेडीको लागि यो केही होइन, यो त त्यो इन्गोर नगर्नुहोस्। यो भविष्यको लागि अब मलाई मात्रै होइन, सब नेपालीलाई हो यो चाहिँ है। फेरि यसमा लागि पर्नुहोस् होइन। ल यति भन्दै अब के भन्नु साथीहरू, 900 जनाले पार गर्नुभएको छ भर्खरै होइन। अझै यसलाई निरन्तरता दिनु होला है। 1000 क्रस गऱ्यो भने हाम्रो प्रक्रियामा जानेछ होइन। 7600 भयो भने सिधै संसदमा पेस हुन्छ है। यो चाहिँ यति कुरा नभुल्नु होला। भिडियोमा पनि भनेको छ, मैले पनि भनिरहेको छु है हजुरहरूलाई। एकदम निरन्तर प्रयास जारी राख्नुहोस्। हजुरले गर्नुभयो पनि नयाँ साथीहरूलाई सेयर गर्नु होला है साथीहरू। ल हस् त, धन्यवाद। ल।